हेलो गाइस, वेलकम एन्ड वेलकम बैक टु माई च्यानल। फेरि पनि तपाईलाई मेरो च्यानलमा स्वागत छ। आज फेरि पनि धेरै दिन बादमा नयाँ ब्लग बनाइरहेको छु। किन बनाएको भन्दाखेरि चाहिँ अहिले चाहिँ म जानु आँटेको चर्च चर्च चाहिँ आजको त्यो 13 आज चाहिँ भोलि चाहिँ बिहा छ। अन्त त्यही कारणले गर्दा चाहिँ आज चाहिँ म काम सघाउनुको लागि चाहिँ चर्च जानु आँटेको हो। त्यही भएर छोटो छोटो भिडियो बनाउने कोसिस गर्नेछु हो। बिहाको लागि कस्तो के हुन्छ हैन। म पनि अब फर्स्ट टाइमै भनौँ न, प्राय त मेरो फर्स्ट टाइमै हुन्छ है। अन्त चर्चमा म आज फर्स्ट टाइम काम सघाउनुको लागि चाहिँ गएको। बिहामा त गएको, काम सघाउनुको लागि गएको है। आज कस्तो हुन्छ के हुन्छ चर्चमा काम के कसो हुँदो रहेछ तपाईलाई पनि देखाउने कोसिस गर्नेछु। अनि भोलि चाहिँ बिहा हो। रेडी चाहिँ भइसकेको छु। मैले चाहिँ सिम्पल कुर्ता अनि स्वेटर लगाएको छु, जाडो छ हो। अन्त अब चाहिँ निक्लिने। अन्त चर्चमा के कसो काम कुराहरू छ त्यहाँनिर गर्ने। अन्त बेलुका फेरि सेवा पनि छ हो। काम लाग्छ टिप्ने काम मात्रै लाग्छ, त्यति बेला याद पनि आउँछ। तिम्रो छोरा पालामा प्याज काट्ने पाल्छ भन्छ। साथीहरू यहाँ चाहिँ दादाहरूले भोलिको लागि सबै रेडी गर्नु हुँदैछ। यहाँनिर सबै भोलिको लागि बोइल गर्ने कुराहरू हो। पढेर रोटीहरू पनि पोल्नु हुँदैछ नानाहरूले हो। यहाँ सबैजनाले भोलिको लागि रेडी गर्नु हुँदैछ। हामी पनि प्याजहरू काट्ने कामहरू परेको थियो हो। प्याजहरू सब्जीहरू काट्ने हामी पनि गर्दैछ हो। यहाँ चाहिँ हामी भाडा लिनुको लागि आएको थियो। भाडा ल्याएर पनि हामीले चाहिँ यति बेसी ब्रोकौलीहरू काटिसक्यो। यहाँनिर चाहिँ हो आन्टीहरू पनि नानाहरू पनि हुनुहुन्छ, हामी पनि हो। अन्त त्यही भएर चाहिँ हामीले चाहिँ सब्जीहरू काटिसकेर अब अलमोस्ट सक्नु आँटिसक्यो हो। अब चाहिँ घर फर्किने टाइमहरू हुँदैछ। अब घर फर्केर फेरि पनि सेवा जानुपर्ने छ। त्यही भएर चाहिँ अब चाहिँ हामी गएको घर। यहाँ चाहिँ हाम्रो चर्च चाहिँ यहाँ गेटबाट चाहिँ यस्तो देख्छ। अब यहाँनिर सबैजना निस्किनु हुँदैछ काम सघाएर। अलमोस्ट सबै प्रायः जस्तो भोलिको लागि दादाहरूले गर्नु हुँदैछ र प्रायः त्यही सकेर सब्जीहरू काटकुट गर्नेहरू सकेर चाहिँ अब चाहिँ हामी निस्केको। अब हामी चाहिँ निस्केको साथीहरू, कामसाम सकेर काटकुट सबै सक्यो हो। अब चाहिँ सेवामा जानुपर्छ, त्यही भएर चाहिँ हामी निस्केको। नाना र म चाहिँ छिटो आउनु न, जाउँ न नाना यताबाटै। म एक्लै हुन्छु नि, म जाने। हेर्नु यो नाना चाहिँ मलाई छोडेर जानु आँटेको छ। हेर्नु यहाँ हेर्नु त, अहिले म कहाँबाट जाने अरे तपाईँ? मलाई जाने हो म। हुन्छ साथीहरू, अहिले सेवा पनि जानुपर्ने छ। सेवामा भेट्ने छु है। के हेरेको? हेलो साथीहरू, अहिले चाहिँ म घर आइपुगेँ। अब कामहरू सघाएर चर्चबाट घरमा आइपुगेँ। अब चाहिँ सेवा जानुपर्ने छ। चिसोले गर्दा घाँटी पनि पुरा दुखिरहेको छ। स्कुटीमा हिँडेकोले घाँटी पनि कहिले जाती हुँदैन मेरो त, यत्तिकै हो। अब चाहिँ तल नै खोला गाडीमा सेवा छ हो। साथीहरू यहाँ हामी चाहिँ भिजो सेवा आएको, भिजेर बढेको छ हो। भिजेर लुक्कै भयो हामी चाहिँ। मेरो त लुगा भिजेर यहाँ पनि भिजेको छ। यस्तो यहाँ पछाडि डल्लै हिल्लो भएको छ। भिजेर हामी लुक्कै भएर आइपुग्यो। यही मात्रै लाउँछु भन, यहीँ लाउँछु। किन डल्लै भिज्यो, पानी पुरा पर्दैछ यहाँ एयरपोर्टमा चाहिँ। हुन्छ, बाई बाई साथीहरू। यहाँ चाहिँ अब सेवा सक्नु आँटिसक्यो, अन्तिम प्रार्थना हुँदैछ हो। मैले चाहिँ पानी परेकोले गर्दा चाहिँ ब्लगहरू पनि राम्रो गर्नु पाइनँ, किनभने एकदमै बेसी पानी परेको थियो। छाताले पनि नथामिने पानी परेको कारणले गर्दा चाहिँ भिडियोहरू मैले राम्रो गर्नु पाइनँ। जति भिडियो गरेको छु त्यति हेरिदिनुहोस् होला, मन पराइदिनुहोस् होला। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।